हुन्छ, म चाहिँ आज तपाईँहरूको बिचमा चाहिँ गवाई टेस्टिमनी, मेरो टेस्टिमनी म कसरी भन्ने, कताबाट सुरुवात गर्ने भनेर म चाहिँ यहाँ सोचिरहेको थिएँ। तर परमेश्वरले मलाई सहायता गर्नुभएको छ। हुन्छ, म तपाईँहरूको बिचमा चाहिँ म आफ्नो जीवनको गवाई है, अनि म चाहिँ कसरी जन्मेँ, कसरी प्रभुलाई चिने, अनि कस्तो अवस्थामा छु भन्ने कुरा चाहिँ तपाईँहरूलाई मेरो पारिवारिक कुरादेखि म लामो समय जाने छैन। म छोटकरी रूपमा चाहिँ तपाईँलाई म सरसर भन्न सक्छु। तपाईँले बुझ्नु भएन भने मेरो अलिकति ल्याङ्ग्वेजहरू अलिक रिमिक्स हुन्छ क्या, अलिकति इङ्ग्लिस पनि हुन्छ, अलिकति रिमिक्स भएको कारणले गर्दा अलिकति समस्या पऱ्यो भने हजुरहरूले सोध्न पनि सक्नुहुन्छ है। हुन्छ, मेरो परिचय चाहिँ, मेरो नाम चाहिँ प्रकाश पसेल हो। मेरो घर गोर्खा 12 किलोमा पर्छ। अनि म चाहिँ अहिले म्यारिड छु, भर्खर 1 वर्ष जति भयो। मेरो श्रीमती मसँगै हुनुहुन्छ। मेरो घरमा मेरो मम्मी हुनुहुन्छ, अनि हामी 5वटा दाजुभाइ, 5जना हो, 1जना दिदी हुनुहुन्छ, 4वटा दाजुभाइ छौँ। अनि अहिले हामी परिवार, म चाहिँ अहिले केही कामको सिलसिलामा म चाहिँ अहिले घरदेखि टाढै छु है, इन्डिया एरिया फ्रम केरलामा छु। अहिले केरलामा हामी 2जनै छौँ। हामी चाहिँ हस्बेन्ड वाइफ नै 2जनै यहाँ केरलामा छौँ, त्यो छौँ। अनि कसरी मेरो जन्म चाहिँ कसरी भयो, अनि कसरी मेरो चाहिँ परमेश्वरमा जीवनकाल कसरी बित्यो भन्ने कुरा चाहिँ म तपाईँहरू भन्न चाहन्छु। मेरो पारिवारिक कुरा चाहिँ म चाहिँ मेरो बाबाहरूको चाहिँ 8जना दाजुभाइ हुनुहुन्थ्यो। अनि म चाहिँ काइला भाइको छोरा परेँ, कान्छा म चाहिँ है, सबैभन्दा कान्छा। अनि मेरो 8वटा दाजुभाइ मध्ये छोरा छोरी सबैमा सबैभन्दा कान्छो पनि मै परेँ है, म परेँ। अनि जब मेरो जन्म भएपछि अनि एउटा अचम्म खालको जन्म भयो, त्यो चाहिँ के गर्नुभयो, एउटा मेरो बाबा, म जन्मिसकेपछि म जन्मेको दिनमा म चाहिँ मेरो बाबाबाट तिरस्कार भएँ। बाबाले मलाई चाहिँ के गर्नुभयो, तिरस्कार गर्नुभयो, अवहेलना गर्नुभयो। अनि बाबाले मात्र नभएर मेरो मम्मीको माइत हुन्छ नि, मम्मीको माइत घरका सबैजनाले चाहिँ अवहेलना गरेर हामीलाई चाहिँ तिरस्कार गर्नुभयो। अनि म चाहिँ अचम्म अद्भुत रीतिले बनेको थिएँ क्या, त्यो बेलामा देख्दाखेरि चाहिँ एकदम डर लाग्दो होइन। अलिकति मान्छेले चाहिँ कस्तो के पाएको भन्दाखेरि, अनि बाबाले चाहिँ त्यो म जन्मेको घडीमा बाबाले ठ्याक्कै हेर्दाखेरि चाहिँ मम्मीलाई के भन्नुभएछ भने, अहिलेसम्म मम्मीको हृदयमा चाहिँ त्यो कुरा झल्झली हुन्छ क्या। अनि तँलाई मैले यसरी गरेर राखेको हो छोरा, तिमीले चाहिँ राम्रो गरी देखाउनुपर्छ, राम्रो गर्न नसके पनि प्रभुमा चाहिँ धेरै अगाडि बढ्नुपर्छ भनेर अहिलेसम्म मेरो मम्मीले भन्दै हुनुहुन्छ। बाबाले त्यो समय के भन्नुभयो भने, अहिले त हात्ती पाएको छ, अर्को पल्ट त के पो पाउँछ, त्योसँग भन्नुभयो क्या मम्मीलाई। अनि हुन्छ, त्यसरी नै मम्मीलाई धेरै ताडनाहरू आयो। अनि त्यसपछि हाम्रो बाबाले म जन्मिनुभन्दा पहिले के अरे अर्को श्रीमती पनि ल्याउनु भएको थियो। तर अर्को श्रीमती, अर्को मम्मी, कान्छी मम्मीले चाहिँ धेरै माया गर्नुहुन्थ्यो, हामीलाई साथ सपोर्ट गर्नुहुन्थ्यो। तर पनि बाबाको सपोर्ट चाहिँ कहिल्यै मिलेन। अनि मम्मीलाई म जन्मिसकेपछि त पहिला नै साह्रो गाह्रो थियो, म जन्मेपछि त झन् साह्रो गाह्रो भयो। त्यो भएपछि अनि पछि बिस्तारै अनि हामी चाहिँ के भयो त, अनि क्रिस्चियन फ्यामिलीमा है, मम्मी चाहिँ के हो त, म जन्मिसकेपछि सबैजना तिरस्कार गरिसकेपछि चाहिँ मम्मी चाहिँ के गर्नु जानुभयो, हस्पिटल जानुभयो। अनि यो मैले कस्तो खालको बच्चा पाएको, लो डक्टर साहब हेरिदिनु, मार्ने हो कि फाल्ने हो भनेर डक्टरको हातमा जिम्मा दिनुभयो। त्यो बेला त प्रभुलाई चिन्नु भएको थियो, तर राम्रोसँग चिन्नु भएको थिएन नि त। अनि त्यो भएको कारणले गर्दा चाहिँ म जन्मिनु भन्दा पहिले मेरो मम्मीको माइतीपट्टि चाहिँ पुरा क्रिस्चियन हुनुहुन्थ्यो है, क्रिस्चियन हुनुहुन्थ्यो। तर त्यसपछि नै माइतीपट्टिबाट नि म त्यस्तो खालको जन्मेबाट खासै सपोर्ट थिएन क्या। त्यो भएको कारणले गर्दा अनि मेरो माइलो बुवाहरू सबैजना क्रिस्चियन हुनुहुन्थ्यो। अनि तर पनि मेरो मम्मीले चाहिँ के गर्नुभयो, मम्मीले चाहिँ त्यसरी डक्टरलाई त्यसरी देखाउन जानुभयो। अनि डक्टरले चाहिँ नाट्यो, तिमीलाई यो छोराले तिमीलाई हेर्छ, तिमीलाई पाल्छ, राम्रोसँग स्याहार गरिदेऊ, बढाइदेऊ, तिमीलाई पछि यही छोराले हो हेर्ने भन्दाखेरि मेरो मम्मी त्यतिको आशा बोकेर मलाई घरमा आउनुभयो। घरमा आइसकेपछि नै कस्तो खालको लिएर आएको, कहाँ लिएर आएको, त्यहीँ छोडेर आउनुपर्छ नि भन्ने कुरा पनि मेरो अङ्कलहरू, ठुलबाबाहरू सबै त्यस्तो भयो। अनि त्यसपछि सबैजना राम्रो अलिकति हेल्दी हुनुहुन्थ्यो। अनि म चाहिँ त्यस्तो जन्मेको कारणले गर्दा साह्रो गाह्रो भयो। अनि बाबाले नहेर्ने, अनि कान्छी मम्मीको पनि सपोर्ट हुन त हुने, तर पनि अर्कै तरिकाको हुने क्या। त्यो भएको कारणले गर्दा चाहिँ मलाई चाहिँ बिहान 6 बजेदेखि छोडेर
6 बजीदेखि छोडेर बिहान 10 बजीसम्म 10 बजीबाट छोडेर 5 बजीसम्म आउँदाखेरि मम्मीले झलुङमा हालेर जाँदाखेरि मेरो चाहिँ त्यो हुन्छ नि त्यो बचपनमा त्यो मुड दिशा सबै त्यही भएर सबै रातै पहेँलो हुँदै पनि कसैले मलाई वास्ता गर्दैन अरे अनि साह्रो मम्मीले साह्रो दुःख कष्ट धेरै खेप्नु भएको है माइतीपट्टिबाट अनि घरपट्टिबाट नि साह्रो गर्नुभएको अनि मम्मीलाई साह्रो गाह्रो भइसकेपछि अनि हजुरआमा हुनुहुन्थ्यो हजुरबुवा बितिसक्नु भएको थियो हजुरआमा हुनुहुन्थ्यो अनि हजुरआमाले अनि मम्मीले अनि साह्रो गाह्रो भयो म बस्न सक्दिनँ म यत्रो छोरी म कसरी मैले कसरी हुर्काउनु म सुत्केरी पनि छु म सक्दिनँ भनेपछि हजुरआमाले सानो घर लगेर हामी मामा घर सर्यौँ बाबाको सबै कुरा छोडेर हामी 4 जना दाजुभाइ एउटा दिदी अनि मामा घर सरेपछि मेरो दिदीले हामीलाई पालन पोषण गर्नको लागि मलाई मेरो मम्मी मलाई पाउँदाखेरि त सुत्केरी हुनुहुन्छ नि त अनि मम्मी काम गर्न नसक्ने मेरो दिदीले मलाई पालन पोषण गर्दाखेरि कति 25 वर्षसम्म त्यो बेलामा पनि विवाह गर्नु भएन क्या 25 वर्षसम्म हामी दाजुभाइको लागि पालेर हरेक त्याग र बलिदान गरेर बस्नु भएको अनि मेरो दिदीलाई कति सतावट आयो मम्मीलाई सतावट आयो यत्रो वर्षसम्म बिहे नगर्ने अब यो बिग्दिन भन्ने कुरा पनि आयो त्यसपछि मेरो दिदी आफै जानुभयो भेना चाहिँ 4-5 पल्ट माग्न आउँदा त्यो समय माग्न आउँदा नि भेना चाहिँ दिदी आफै जानुभयो विवाह गरेर गइसकेपछि हाम्रो घरमा झन् साह्रो रन्ड खोज एकदम गाह्रो भयो है अनि परिस्थिति साह्रो गाह्रो भयो बाबाले नहेर्ने दाईहरू पनि सानो सानो हुनुहुन्थ्यो अनि दाईहरू चाहिँ दुईटा दाई चाहिँ इन्डिया जानुभयो इन्डिया जानु भइसकेपछि जस्तो जस्तो घर चलिरहेको थियो त्यसपछि मम्मीलाई फेरि घरबाट पनि सतावट आउँथ्यो माइतमा आउनुभयो माइतबाट पनि सतावट आयो क्या धेरै सतावट आइसकेपछि के भयो त हामी चाहिँ अनि त्यसपछि हाम्रो मेरो हजुरआमा चाहिँ मम्मीको आमा चाहिँ अलिकति के हुनुहुन्छ प्रब्लममा अलिकति अगाडि बढ्नुहुन्थ्यो अगाडि बढ्नु भएको कारणले गर्दा हामीले चाहिँ यही मण्डली खोल्नुपर्छ यही मण्डली खोल्नुपर्छ भने मेरो हजुरआमाले चाहिँ आफ्नै घरनेरको जग्गा दिनुभयो अनि मण्डली स्थापना गर्नुभयो सबैजना मिलेर हामी मण्डली स्थापना गऱ्यौँ अनि त्यसपछि मेरो त्यो मण्डलीमा मेरो बालकपन चाहिँ त्यहीँ हुर्क्यो है अनि म सानैदेखि चाहिँ प्रभुमा एकदम आदर योग्य व्यक्ति थिएँ अनि मलाई सबैजनाले माया गर्नुहुन्थ्यो अनि म चाहिँ सबैको माया साथ सपोर्टमा अनि फेरि मेरो मम्मीहरूको 3 दिदी बहिनी है अनि मेरो हजुरआमाले मेरो मम्मी जानुभयो अनि सानीमाहरू 2टा सानीमा हुनुहुन्छ 2टा सानीमाहरूलाई पनि घर बनाएर राखिदिनु भयो मेरो मम्मी 2टा सानीमा 3टैलाई घर बनाएर राखिदिनु भयो मण्डली पनि स्थापना गर्नुभयो अनि त्यो सानीमाहरूको छोराछोरी भन्दा पनि सबैभन्दा कान्छो फेरि मै है अनि त्यहाँबाट दिदीहरूले पनि मलाई माया गर्नुभयो अनि मण्डली परिवार एकदम साहस शक्ति साथ अनि धेरै अगाडि बढ्थेँ म अनि गीतहरू गाउनदेखि लिएर बाइबलको त्यो वर्ड्सहरू पढ्नुको निम्ति लिएर एकदम म अगाडि बढ्थेँ अनि त्यसपछि प्रभुले मलाई धेरै सहायता गर्नुभयो अनि बाल सङ्गीतले पनि म धेरै अलिकति राम्रो खालकै थियो क्या अनि त्यसपछि अनि पास्टर बुवाले मलाई धेरै कुरामा अगाडि बढाउनुहुन्थ्यो अनि मैले बुझेँ प्रभुको माया कस्तो प्रेम कस्तो भनेर अनि हामी चाहिँ कतिजना बिरामीहरू आउनुहुन्थ्यो हामी चाहिँ म त्यति सानो अवस्थामा पनि त्यो बिरामीको लागि प्रार्थना गर्न भनेर म 10 बजीसम्म नसुतिकन बस्थेँ क्या मेरो 2टा सानीमा अगुवा हुनुहुन्थ्यो मेरो हजुरआमा एकदम अग्रसर हुनुहुन्थ्यो मेरो हजुरआमाले आफ्नै जग्गा दिएर मण्डली स्थापना गर्नुभएको त्यो ठाउँमा है अनि त्यहाँ चाहिँ मण्डली नभएको ठाउँ अनि मण्डली कति टाढा जानु पर्थ्यो अनि हामी सानो बच्चाहरू त जानु सम्भव थिएन अनि त्यो भएको कारणले गर्दा हजुरआमाले त्यही दिनुभयो त्यसरी हुर्क्यौँ अनि त्यसरी हुर्किसकेपछि के भयो त अनि फेरि अनि मम्मीलाई चाहिँ अनि फेरि त्यस्तै सतावटहरू आउँथ्यो है अनि बाबाबाट सतावट मेरो बाबा चाहिँ अहिलेसम्म नन क्रिस्चियन हुनुहुन्छ अहिलेसम्म प्रभुलाई चिन्नु भएको छैन है अनि त्यसपछि हुर्किँदै गयो म पालन पोषण पनि राम्रै भयो मामा घर गइसकेपछि चाहिँ मैले सबैको माया पाएँ प्रभुलाई पनि चिन्ने मौका पाएँ मैले चाहिँ 13 वर्षको उमेरमा बत्तिसमा लिएको 2070 सालमा चाहिँ मैले बत्तिसमा लिएको म 13 वर्षको थिएँ त्यो बेलामा 13 वर्षमा सबैभन्दा बच्चाहरूमा अगाडि उमेरमा चाहिँ मलाई पास्टर बुवाले बत्तिसमा दिनुभएको छ किनकि म हरेक कुरामा अग्रसर थिएँ अनि मलाई क्वायरमा पनि अलि अगाडि बढाउनु हुन्थ्यो अनि ड्रम सेटहरू बजाउन गीतहरू गाउनको निम्ति मलाई चाहिँ प्रभुद्वारा चाहिँ अनि पास्टर बुवासँग बोलिकन पास्टर बुवाले चाहिँ मलाई धेरै कुरामा अगाडि बढाउनुहुन्थ्यो अनि क्याम्पहरूमा जानको निम्ति पनि तिमी जानुपर्छ है भन्नुहुन्थ्यो म धेरै अग्रसर थिएँ अनि त्यसरी नै बितिरहेको थिएँ अनि म जब के भयो मेरो चाहिँ हजुरआमा चाहिँ प्रभुमा बस्नुभयो मेरो हजुरआमा के भयो आज त्यहाँ टाइममा चाहिँ तब त्यो दबाई जुन एउटा दबाईको मिस्टेकले गर्दा मेरो हजुरआमा भोलि बिहान सोमबार थियो सोमबार घरे सङ्गति जान्छु भन्दाखेरि दबाई खाएर अलिकति त्यो बासी भात खाएर अनि दबाई खाँदाखेरि त्यो दबाई मिस्टेक भएर मेरो हजुरआमा बित्नुभयो प्रभुमा सुत्नुभयो त्यसपछि अहिले बेला वापस 1 सेकेन्ड है
हुन्छ म सरी। हजुरआमा बितिसकेपछि हामीलाई झनै धेरै गाह्रो भयो है। अनि धेरै गाह्रो भइसकेपछि अब ठिकै छ भनेर अनि जब अनि त्यसपछि अनि म 9मा पनि हजुरआमा बितेको साल म 9 कक्षामा पढ्दै थिएँ। अनि म 9मा फेल भएपछि साह्रो गाह्रो भयो। अनि त्यसपछि अनि मलाई चाहिँ के भयो त मेरो बचपनको अलिकति समस्या थियो है। बचपनमा धेरै समस्या थियो। अनि मैले चाहिँ किनभने एउटा अब अलिकति पालन पोषण मेरो आमा मात्रै हुनुहुन्थ्यो है। अनि मेरो दाजुहरू त मलाई थाहा नै छैन। दाजुहरू त म सानो हुँदाखेरि दाजुहरू हुनुहुन्थ्यो, तर म बुझ्ने भइसकेपछि दाजुहरू मसँग हुनु भएन। दिदी त पहिले विवाह गरिरहनु भएको। अनि दाजुहरू चाहिँ मभन्दा धेरै धेरै एजेड हुनुहुन्थ्यो। अनि उहाँहरू चाहिँ मसँग हुनु भएन। नभए चाहिँ मलाई चाहिँ एउटा लेडीलाई भन्न अलिकति गाह्रो पर्यो क्या। मम्मीलाई भन्न चाहिँ अलिकति गाह्रो पर्यो। बाबा हुनुहुन्थेन। त्यसपछि मैले समस्या लुकाउँदै गएँ। मेरो चाहिँ अनारीको समस्या थियो। अनि त्यो समस्या चाहिँ लुकाउँदै गइसकेपछि पछि के भयो, मलाई चाहिँ भयङ्कर ठुलो समस्या आइपर्यो है। अनि समस्या आइपरिसकेपछि अनि मलाई चाहिँ सायद 14 वर्षबाट मलाई चाहिँ त्यो स्टार्ट भएको। अनि मैले भन्न सकिनँ, लुकाउँदै गएँ। अनि त्यसपछि चाहिँ मलाई साह्रो गाह्रो भयो। अनि त्यसपछि हामी लकडाउन पनि आयो है। लकडाउन आयो। अनि लकडाउन आउनुभन्दा अगाडि लकडाउनमा 11-12 पढ्दै थिएँ। म एसएलसी पनि दिएँ। एसएलसी दिएपछि मैले के गरेँ त जब गर्दै फाइनेन्समा जब गर्दै। फाइनेन्समा जब पनि राम्रो भइरहेको थियो। अनि फाइनेन्समा जब गरेपछि लकडाउन भयो। लकडाउनको बेसी हुँदाखेरि चाहिँ मलाई चाहिँ त्यो समस्या आयो। लकडाउनमा चाहिँ त्यो समस्या आइसकेपछि मलाई साह्रो गाह्रो भयो है। अनि मलाई चाहिँ अब के गर्ने, कसलाई भन्ने, अब यस्तो समस्या मलाई साह्रो मम्मीलाई भन्न पनि गाह्रो भयो। अब मैले कसलाई भन्ने भनेपछि मैले चाहिँ के भयो त, अनि साह्रै सानोदेखि मैले धेरै समस्या थपेको भएको कारणले गर्दा म चाहिँ त्यो बेलामा सुसाइड फेसमा पुगेँ। मैले सुसाइड नोट पनि लेखेँ है। अनि सुसाइड नोट लेखिसकेपछि अनि मैले के भने त, अनि त्यो सुसाइड फेसमा पुग्दाखेरि मैले चाहिँ के भयो, एउटा प्रभुको वचनलाई सम्झेँ। अनि 2 इतिहास 7को 14 पदले यदि मेरा नाम दिएका मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोज्छ र दुष्ट चालबाट फर्कन्छ भने तिनीहरूको प्रार्थना म स्वर्गबाट सुन्नेछु अनि तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु। यी वचनले मलाई चाहिँ खडा गरे। अनि अर्को चाहिँ के हुन्छ, म स्याडको बेलामा म ह्याप्पिनेस इज गुड मेडिसिन भनेको हितोपदेश 17को 22 पदलाई पनि मैले हेरेँ। अनि म जब त्यो सुसाइड कुरा सोध्थेँ अनि मेरो मम्मीको अनुहार चाहिँ मलाई झलझल आउनुहुन्थ्यो। अनि मलाई सबैले त्यागे तापनि मेरो मम्मीले चाहिँ के गर्नुहुन्थ्यो, मेरो साथमा चाहिँ प्रभु र मेरो मम्मी हुनुहुन्थ्यो। मम्मीको लागि मैले त्यो गर्नु हुँदैन, प्रभु मेरो साथमा हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यो समयमा पनि त्यो फेसमा पनि मलाई चाहिँ आइरहन्थ्यो कि। आइरहँदाखेरि मैले त्यो कुरालाई मैले गिभ अप गरेँ है। मैले कसरी गिभ अप गरेँ त्यो बेलामा मलाई थाहा नै भएन। मैले त्यो सुसाइड कुरालाई चाहिँ गिभ अप गरेपछि मैले अटेम्प्ट गरेँ। म बाइबल कलेज पढ्छु, म बाइबल कलेज जान्छु, म प्रभुको चाहिँ एउटा योग्यको व्यक्ति बन्छु भनेर मैले अटेम्प्ट गर्दाखेरि अनि जब बाइबल कलेज गयो अनि फेरि मलाई त्यो समस्याले आक्रमण गर्यो क्या। फेरि त्यो समस्या आइसक्यो। म साह्रो गाह्रो भयो है। अनि एकतिर पढाइको प्रेसर थियो, एकतिर त्यो समस्याको प्रेसर। अनि एकपट्टि अब मम्मीको साथ कहिले पनि नछोडेको, अनि मम्मीको साथको अब छोड्दाखेरिको प्रेसर, अनि सबै प्रेसर भइसकेपछि मलाई साह्रो गाह्रो भयो। गाह्रो भइसकेपछि अनि मैले ट्रिटमेन्ट गर्नुपर्छ भनेर मैले कलेजबाट 1 महिनाको छुट्टी लिएर अनि निस्के। सबै कुराहरू मैले राखेँ। अनि कलेजबाट छुट्टी दिनुभयो। अनि छुट्टी दिएर अनि म डक्टरसँग काउन्सिलिङ गरेँ। अनि काउन्सिलिङ गर्दाखेरि डक्टर त छक्क पर्नुभयो। तिमी त यो विश्वको 4 नम्बरमा पर्छौ अरे क्या। अनि 3 जना हुनुहुन्छ अरे, अनि म चाहिँ 4मा पर्छु। यस्तो समस्या कि यस्तो भयानक समस्या। अनि मैले कति डक्टरहरूलाई देखाएँ। अनि डक्टरले त धेरै डक्टरहरूले के भन्नुभयो है थाहा भएन। एउटा डक्टरले चाहिँ के भन्यो मलाई, बाबु तिम्रो जिन्दगी यस्तै हो, यस्तैमा चित्त बुझाउ, तिम्रो चाहिँ अब उपचार हुँदैन, तिम्रो बाबाको हो तिम्रो आमाको हो, लिएर हो, म तिनीहरूलाई राम्रोसँग काउन्सिलिङ गर्छ भन्दाखेरि मेरो मम्मी चाहिँ अहिलेसम्म कसैको सामु गएर 2 शब्द बोल्न सक्नुहुन्न के। मेरो मम्मी यतिसम्म सोझो हुनुहुन्छ, यति कुरा सहनुहुन्छ। अनि मेरो बाबा त अब परै जाओस्, बाबाको त्यो ख्याल भएको भए मैले यति समय भोग्नु पर्थेन भन्ने कुरा भयो। अनि मैले धेरै समस्या अनि त्यो बेलामा धेरै चुनौतीहरू आयो। अनि पैसा थिएन, एकतिर पैसाको समस्या है। अनि साह्रो गाह्रो भयो। अनि म दाइको कोठामा बस्थेँ। अनि बसेपछि मैले मेडिसिनको फलो गर्छु भनेर मेडिसिन खोजेँ। मेडिसिन एकदम सर्टेज थियो त्यो बेलामा, मेडिसिन नपाएर एकदम गाह्रो भयो। अनि के भन्यो त डक्टरले त,
यो त मेडिसिन पाउँदैन, यो त इन्डिया क्षेत्रतिर जानुपर्छ, उता सुनौली भैरवातिर जानुपर्छ, त्यो त्यो क्षेत्रतिर पाउँछ, यो दबाई त पाउँदैन, इन्डियातिर जानुपर्छ भनेपछि मलाई साह्रो गाह्रो भयो। गाह्रो भइसकेपछि मैले अनि अनि पाइन्छ प्रभुमा भरोसा राखेपछि पाइन्छ भनेर मैले यति त्यो काठमाडौँको एक एक हस्पिटल गल्ली गल्लीमा जाँदाखेरि लास्टमा टिचिङ हस्पिटलको सानो त्यो मेडिकलमा पाइयो। पाएपछि मैले 3 महिना बसेर मेरो दाईको मेरो सानीमाको छोराको कोठामा बसेर 3 महिनासम्म कोठाको कोठा बसेर मैले ट्रिटमेन्ट गरेँ है। अनि त्यो हप्तामा 3 चोटि डक्टरसँग काउन्सिलिङ गर्नु पर्थ्यो, भेट्नु पर्थ्यो, अनि त्यो सिरिन्जहरू लगाउनु पर्थ्यो। त्यो अवस्थामा मेरो दाई र भाउजू चाहिँ हुनुहुन्थ्यो, दाई र भाउजू ड्युटी जानुहुन्थ्यो। म त्यो रातको त्यो दिन रात कोठामा बसेर प्रभुसँग प्रार्थना गर्थेँ, भन्थेँ प्रभु तपाईँको इच्छा छ भने मलाई उठाउनुहोस्, छैन भने प्रभु मलाई चाहिँ यो संसारमा एउटा दियो बत्ती जस्तो तपाईँको ज्योति जस्तो चम्काउनुहोस् भने मैले त्यो समय प्रार्थना गर्थेँ। अनि प्रभुले मलाई चाहिँ साँच्चै नै त्यो समयबाट विजय दिनुभयो। अनि विजय दिनुभयो अनि मेरो बाइबल कलेजको कोर्सहरू पनि छुट्यो। अनि मैले बाइबल कलेजलाई फेरि पनि अनि मैले गिभअप गरेँ। गिभअप गरिसकेपछि त्यस्तै भयो। अनि मैले चाहिँ अनि के गरेँ त एउटा जापानिज ल्याङ्ग्वेज पढ्छु भनेर मैले पैसा एउटा अठोट गरेँ। अनि जापानिज ल्याङ्ग्वेज गएपछि 9 महिना कोर्स गरेँ। 9 महिना कोर्स गरिसकेपछि मलाई के भयो त जापानिज ल्याङ्ग्वेज त्यहाँ जापान जान्छु अनि त्यहीँ सेटल भएर बस्छु। म कहिले पनि नेपालको आफ्नो मान्छे कसैलाई फर्केर आउँदिनँ, म कहिले फर्केर आउँदिनँ, त्यहीँ गएर सेटल हुन्छु भनेर भनेको थिएँ। अनि तर प्रभुको योजना छुट्टै रहेछ है। अनि फेरि मेरो सिओई आएन। सिओई नआइसकेपछि अनि फेरि गर भन्नुभयो, मलाई फेरि इन्ट्रेस्ट लागेन है। तर परमेश्वरको योजना अनि यस्तो रहेछ। अनि त्यसपछि अनि के भयो त त्यसपछि अनि मैले होटलमा काम गरेँ है, वेटरको काम गरेँ। अनि वेटरमा नि एकदम राम्रो थियो मेरो काम, एकदम राम्रो थियो। अनि मैले आफ्नो उपचारहरू पनि गर्न पाउँथेँ अनि सजिलो पनि हुन्थ्यो है। अनि वेटरमा काम गर्थेँ मैले चाहिँ आफ्नो ट्रिटमेन्टलाई अगाडि बढाउँदै थिएँ। अनि त्यहाँ के भयो त अलिकति होटलमा काम गर्दाखेरि अलिकति नराम्रो त्यो हुन्छ नि त्यो बोलीहरू त्यो त्यहाँको सङ्गत वातावरण मलाई ठिक लागेन। अनि मैले फेरि छोडेँ अनि त्यसलाई पनि छोडेँ। अनि म कलाकारिता सानैदेखि एकदम कलाकारिताको रुचि राख्ने मान्छे है। अनि म चाहिँ एकदम 2-3 टेली श्रृङ्खलाहरू त्यो सिरियलहरू पनि खेलेको छु। अनि त्यसमा एकदम इन्ट्रेस्ट जाने मान्छे। अनि म त्यसमा पनि गइरहेको थिएँ अनि कन्टिन्यू गरेँ त्यसलाई पनि है। त्यसलाई कन्टिन्यू गर्दाखेरि खालि धर्मको विवाद आउने है। हामी पनि है क्रिस्चियनहरू धेरै हुन्छन्, जे पनि गर्छन् के हुन्छ एक्टिङ गर्न त्यस्तो भनेपछि मैले फेरि त्यो कुरालाई पनि म यति त्यो 8-9 एपिसोडसम्म खेलेको थिएँ। 2-3 एपिसोड खेलेको भए मलाई अरूमा नि एकदम राम्रो हुन्थ्यो, कमाइहरू पनि इन्कम सोर्सहरू पनि धेरै राम्रो थियो। अनि मैले त्यसलाई पनि अनि प्रभुको खातिरको निम्ति मैले पनि त्यसलाई पनि फेरि गिभअप गरेँ। अनि गिभअप गरिसकेपछि अनि म यसरी अनि म एकदम मेरो सेयर गर्ने कोही पनि भएन क्या। अनि मेरो साथीहरू मेरो मिल्ने साथीहरू धेरै हुनुहुन्थ्यो, तर मैले यस्तो कुराहरू खोल्थिनँ क्या। किनभने मेरो जे भयो मेरो गुप्तमा थियो नि त, त्यो कुराले खोल्थिनँ। अनि जब म एउटा युथ क्याम्पमा गएँ अनि युथ क्याम्पमा गएपछि अनि 397को भजन यसो कस्तो प्यारो मित्र भन्ने गीत भजन छ नि त है। अनि त्यो भजनद्वारा चाहिँ यसो मात्र मेरो साथी हुनुहुँदो रहेछ भन्ने कुरा कस्तो फिल भयो क्या मलाई है। फिल भयो यसो मात्र मेरो साथी हुनुहुँदो रहेछ भनेर। अनि त्यो कुराले फिल भइसकेपछि मैले अनि यसुकै सेवा गर्छु, यसुसँगै हिँड्छु भनेर मैले भनिरहेको थिएँ। तर पनि मलाई अनि मेरो समस्याहरू सेयर गर्ने मेरो साथीहरू कोही पनि नभएको कारणले गर्दा एकदम गाह्रो भयो। साथीहरू हुनुहुन्थ्यो तर पनि बुझ्ने खालको हुनुहुन्थेन, म्याचुर हुनुहुन्थेन। अनि तर मेरो जीवनमा चाहिँ त्यस्तो साथीहरू धेरै आउनुहुन्थ्यो है। अनि धेरै त्यस्तो दुःख कष्टहरू परेको अनि सेयरिङहरू हुन्थ्यो, तर मेरो सेयरिङ चाहिँ मैले कहिल्यै पनि गर्थिनँ। अनि त्यसपछि अनि फेरि मैले विवाह गर्ने कुरा मैले सोचेकै थिएन। अनि फेरि मैले प्रार्थना गर्थेँ अनि प्रभु मेरो विवाह भइहाल्यो भने म जस्तै कन्डिसन भएको, म जस्तै लो हाईको, म जस्तै समस्या भएको एकदम दुइटै इक्वल भएको त्यस्तै कुरा त्यस्तै व्यक्ति चाहिँ मेरो जीवनमा मिलाइदिनु है भनेर मैले प्रार्थना गर्थेँ। तब मलाई विवाह भन्ने कुरा मलाई कतैबाट केही थिएन। तर मेरो जीवनमा मेरो वाइफ कसरी आउनु भयो मलाई थाहा पत्तै भयो नि।
आउनुभयो अनि मैले कुनै केटीहरूसँग त्यस्तो सेयर गर्थेन अनि उहाँसँग आइसकेपछि एउटा विवाहको कुरा भयो विवाह कुरा भइसकेपछि हामी विवाहमा बाध्यौँ पनि है अनि दुई दुई तीन वर्षपछि हामी विवाहमा बाध्यौँ विवाहमा बाँधिसकेपछि हाम्रो के भयो त विवाह चाहिँ फेरि सानो विवाह भयो है अनि मैले मेरो पास्टर बुवासँग सहमति नलिइसकेपछि उहाँको मम्मी र उहाँको घरमा चाहिँ अलिकति समस्या नै थियो उहाँको वाइफप्रति अनि त्यो वाइफको परिवारमा चाहिँ अनि त्यो भएको कारणले गर्दा वाइफको आमा र दाइलो बोलाएर अनि म आफू एक्लै गएर अनि प्रार्थना गरेर हामी चाहिँ एकअर्कामा बाँधिएको त्यसरी बाँधिसकेपछि अलिकति मण्डलीबाट पनि सस्पेन्ड आउने कुरा भयो है मण्डलीबाट अनि पास्टर बुवाले पनि चित्त दुखाउनु भयो अनि तिमी त यत्रो प्रभुको सेवा गर्ने मानिस तिमीले मलाई एकचोटि सोधेनौ भन्ने त्यो कुराहरू पनि भयो धेरै चटाउहरू पनि आयो अनि फेरि मेरो बाबाको फेरि तिरस्कार आयो है बाबाले कति कुराहरू भन्नुभयो अनि त्यो कुरालाई पनि मैले एकदम त्यो कुरालाई मैले सिरियसली लिकिनँ क्या बाबाको अब त्यो भन्ने तरिकै त्यस्तो हो है अनि बाबाले पनि त्यस्तो कुराहरू भन्नुभयो अनि साह्रो गाह्रो भयो है अनि परिवारमा विवाहपछि धेरै जिम्मेवारहरू पनि बढ्यो अनि फेरि त्यसपछि अनि समस्याहरू पनि उहाँको श्रीमतीको पनि अब त्यस्तै अब बुझ्दै आउँदाखेरि त्यस्तै कन्डिसन पनि अनि मेरो पनि त्यस्तै भइसकेपछि त साह्रो गाह्रो भयो है अनि आर्थिक अवस्था कमजोरी भइसकेपछि अनि मैले चाहिँ हामी दुईजना चाहिँ हामी चाहिँ काम पनि गर्नुपर्छ अनि सेवा पनि अगाडि बढ्नुपर्छ भनेर हामी चाहिँ नेपाल बसेर सम्भव थिएन अलिकति गाह्रो हुन्छ नेपालमा कोठा खोज्नु पर्यो बस्नु पर्यो गर्दाखेरि अलिकति गाह्रो भयो त्यसपछि अनि मेरो इन्डियामा चाहिँ दाइ हुनुहुन्थ्यो दाइसँग सेट मिलाएर अनि म यता इन्डियामा चाहिँ हामी दुईजना सिफ्ट भएपछि विवाह भइसकेपछि सिफ्ट भएपछि के भयो त यहाँ आयौँ 2-4 महिना काम गर्यौँ त्यसपछि त अनि फेरि मेरो श्रीमतीले डिप्रेसनको दबाई खानु हुँदो रहेछ होइन विवाहपछि मैले थाहा पाइसकेपछि डिप्रेसनको दबाई खाँदाखेरि उहाँले चाहिँ 1 वर्ष कन्टिन्यू गर्नुभएको रहेछ त्यसपछि छोडिदिनु भयो छोडेपछि अब सन्चो भयो भने छोडिदिनु भयो छोडिदिएपछि मैले पनि अब नाइनास्ती गरिनँ मलाई पनि यसको बारेमा खासो अब थाहा पनि थिएन है त्यो भएको कारणले गर्दा अहिले फेरि एक्कासी उहाँलाई चाहिँ त्यो समस्या निस्केपछि अर्काको ठाउँमा हेर्नु यति गाह्रो भयो मैले अहिलेसम्म मेरो मम्मीलाई पनि भनेको छैन के यस्तो छ भनेर अहिले अर्काको ठाउँमा अब आर्थिक कुराको गाह्रो भयो अनि यही हस्पिटलहरू चाड्नु पर्ने अलिकति यहाँको केरलाको ल्याङ्ग्वेज अर्कै छुट्टै हुन्छ मलयालम ल्याङ्ग्वेज भन्ने हुन्छ ल्याङ्ग्वेज पनि छुट्टै ल्याङ्ग्वेज नबुझ्ने भएको कारणले त साह्रो दुःख भयो अनि मैले प्रभुलाई भन्छु क्या प्रभु मेरो जीवनमा पनि त्यस्तै सतावट थियो फेरि पनि विवाह भइसकेपछि मैले अब त केही कुराहरू चेन्जेस आउँछ मलाई बुझ्ने मान्छे मेरो म्याच्योर मान्छे मेरो वाइफ आइसकेपछि अलिकति सजिलो हुन्छ सहज हुन्छ भने फेरि पनि त्यसै समस्या भने मैले प्रभुलाई कति बेला त मान्छे हो शरीरमा हो संसारमा हो भनिन्छ नि त अनि मैले पनि भन्नु पुगेँ कि त्यो अवस्थामा भन्नु पुग्दाखेरि चाहिँ धेरै सतावटहरू आयो धेरै गाह्रो आयो है अनि अर्काको ठाउँमा तपाईँहरू सोच्न सक्नुहुन्छ अब आर्थिक कुरा भाषा त्यो हस्पिटल चिन्दैन कि कुन हस्पिटल यो साइकोलोजी प्रब्लमको हस्पिटल खोज्नु पर्यो जानु पर्यो 1 महिना चाहिँ हेर्नु ट्रिटमेन्टको लागि हामी 1 महिना चाहिँ हस्पिटलमा बस्नु पर्यो है अनि मेरो वाइफलाई चाहिँ साह्रो गाह्रो हुँदो रहेछ त्यो गाह्रो अवस्थामा नि प्रभुले बिर्साइदिनु भयो हामी चाहिँ दिनरात प्रार्थना गर्थ्यौँ है अनि यस्तो अवस्थाको बिरामीले पनि उहाँलाई कहिले त अब राम्रो तरिकाले काम गर्थ्यो नि त दबाई खाइसकेपछि अनि फेरि उहाँले पनि यस्तो भक्ति आराधना गर्ने के अनि उहाँ पनि एकदम भक्ति आराधनामा एकदम हुन्थ्यो अनि विवाह गर्नुभन्दा अगाडि मैले के भन्थेँ उहाँलाई के भन्थेँ कसरी आउनुभयो थाहा भएन मेरो जीवनमा है अनि कताबाट सुरुवात भयो त्यो पनि एकदम मिराकल तरिकाले हुन्थ्यो भयो के अनि त्यसपछि मैले के भन्थेँ विवाह गर्नुभन्दा अगाडि जसले प्रभुलाई प्रेम गर्छ त्यो मान्छेले मलाई प्रेम गर्छ भन्दाखेरि अनि उहाँले त्यस्तै कुरा गर्दाखेरि एउटा विवाहको कुरा आइसकेपछि मेरो मम्मी हुनुहुन्छ मेरो मम्मीलाई हिजो मम्मीसँग राम्रोसँग इन्ट्रोडक्सन गरेर मम्मीले ओके गर्नुभयो भने ओके हुन्छ भन्दाखेरि उहाँ चाहिँ मम्मीसँग कन्ट्याक्ट गर्नुभयो अनि मम्मीले ओके गरिसकेपछि हामी चाहिँ यसरी विवाह भएको है अनि वाइफलाई चाहिँ मैले त्यसरी चुज गरेको जसले प्रभुलाई प्रेम गर्छ त्यसले मलाई पनि प्रेम गर्छ तिमी प्रभुलाई प्रेम गर्छौ गर्दैनौ भन्दाखेरि म प्रभुलाई प्रेम गर्छु फर्स्ट अफ अल प्रभुलाई प्रेम गर्छु हो मैले यस्तै मान्छे खोजेको थिएँ यस्तै म्याच्योर मान्छे खोजेको थिएँ एउटा परिपक्व परमेश्वरमा परिपक्व भएको मान्छे खोजेको थिएँ अनि मैले एकदम गुड लाग्यो अनि प्रार्थना गरेँ अनि उहाँको वाइफको मम्मीले पनि प्रार्थना गर्नुभएको दर्शनहरू पाउनुभयो मैले पनि दर्शन पाएँ है अनि त्यसपछि उहाँसँग करारमा बाँधेँ मैले है संसारको मान्छेहरू मैले कसैलाई पनि सोधपुछ गरिनँ
है, ताकि मेरो मण्डलीको पास्टर बुवालाई पनि मैले एक वचन सोधिनँ, किनकि हाम्रो त्यस्तै अवस्था त्यस्तै थियो कि अवस्था त्यस्तै थियो। अब आर्थिक अवस्था अनि हरेक कुराहरू त्यस्तै भइसकेपछि अब समेट्नु पर्ने, अब अलिकति बाबा विरोधी हुनुहुन्थ्यो। अब हाम्रो बाबा नन कृष्ण अलिकति कुरा नबुझ्ने भएपछि साह्रो गाह्रो हुन्थ्यो। अनि त्यो भएको कारणले गर्दा मैले चाहिँ ब्याकग्राउन्ड हेरेपछि अब वाइफको घरपट्टि पनि त्यस्तै ब्याकग्राउन्ड, मेरो पनि त्यस्तै ब्याकग्राउन्ड भएपछि अब हुन्छ, अब सर्टकटमै गरौँ, अब आशीर्वाद प्रार्थना गरौँ प्रभु र अब रुथको घरपट्टिको, मेरो घरपट्टि कसैलाई पनि लगिन। अनि नलगिसकेपछि रुथको घर र मेरो घरको प्रभुको मानिसको साँच्चीमा बसेर हामी परमेश्वरको हामी चाहिँ करारमा बाँध्यौँ, परमेश्वरको करारमा बाँध्यौँ भनेर चाहिँ हामी त्यसरी बाँधिएको। अनि बाँधिएपछि एक्कासी यस्तो भयो। अनि यस्तो भइसकेपछि साह्रो गाह्रो भयो प्रेयरहरू, साह्रो गाह्रो भयो। अनि मैले वचनहरू हेर्थेँ। अनि यहाँ चाहिँ अनि हितोपदेश 17को 22 पद, ह्याप्पिनेस इज गुड मेडिसिन, है, प्रसन्न हृदय नै जीवनको औषधि हो भन्ने कुरा। हितोपदेश 17को 22 पद, यो वचनले चाहिँ एकदम छुन्थ्यो। म जुन परिस्थितिमा मृत्युको, है, अनि एकदम त्यो सुसाइडको अवस्थामा, अनि जब म यहाँ यति पीडा भयो, यति पेटा भयो, एक्लो मान्छेले कसरी सम्हाल्नु पर्यो, त्यो कुरालाई चाहिँ मैले प्रभु तपाईँमा मात्र खुसी छ, तपाईँ मात्र प्रसन्न हृदय छ, आज तपाईँमा प्रसन्न हृदय लिएर आज हामी तपाईँमा खुसी भयो भने हामी सबै कुराहरू हामी अचिभ गर्न सक्छौँ, विजय गर्न सक्छौँ भने चाहिँ म परमेश्वरसँग सधैँ भनिरहन्थेँ। अनि याकुबको 5मा भनेको छ, तर यदि तिनीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदारचित नदर्किदिनु, परमेश्वर पिताले त्यस्तो मागो छ त्यसलाई त दिनेछ। साँच्चै नै अनि परमेश्वरसँग मैले बुद्धि कुराहरू मागेँ। अनि मलाई थाहा थिएन मैले यस्तो कन्डिसन मैले कहिले भोग्नु परेको थिएन, जे थियो आफूमा भोगिरहेको थिएँ। अनि तर पनि मैले अनि वाइफको लागि मैले कसरी गरेँ, प्रभुले कसरी मलाई चलाउनु भयो मलाई थाहा पत्तो भएन, है। अनि प्रभुले चाहिँ त्यसरी चलाएर आज हामी चाहिँ विजय भएका छौँ। यस आमेन, हामी चाहिँ यति विजय भएका छौँ। अनि प्रभुलाई मैले कसरी होइन एकदम प्रभुलाई मैले चिन्नुको खातिर परमेश्वरको योजना इच्छा नै मेरो जीवनमा अर्किरहेछ क्या। अनि मैले चाहिँ खालि के गर्थेँ त, खालि म चाहिँ मेरो मम्मीले पहिला दुःख कष्ट भोग्नु भएको, म जे गर्छु मम्मीको लागि गर्छु, मम्मीको लागि चाहिँ मैले चाहिँ मम्मीलाई चाहिँ जसरी जे हुन्छ मैले चाहिँ सुख दिनु छ मात्रै भनिरहन्थेँ क्या। अनि प्रभुलाई मात्रै खोज्दिनँ मैले, कलाकारिताको क्षेत्रमा यति खोजेँ, यति पैसाहरू अचिभ गरेँ मैले, है। अनि यति नामहरू कमाएँ, आज मसँग के रह्यो त, केही रहेन नि त, केही रहेन। आज के हुन्छ त, आज प्रभुमा त सबै कुरा सम्भव छ, है। अनि यहाँ लुकाएको 36 पदमा म सम्झन्छु, परमेश्वरको निम्ति कुनै कुरा पनि असम्भव छैन, है। अनि त्यो समयमा मैले चाहिँ परमेश्वरको निम्ति कुनै कुरा पनि असम्भव छैन। आज मत्ती 7 अध्यायलाई हेर्छौ भने, माग त तिमीलाई दिनेछ, खोज तिमीलाई भेटाउनेछौ, ढकढकाउ त तिम्रो निम्ति ढोका उगारिनेछ। आज हामी चाहिँ परमेश्वरमा माग्न खोज्न अनि आज हामी चाह्यौँ भने चाहिँ आज हाम्रो सबै समस्याहरूको ढोका उगारिएको छ। यस आमेन, मेरो जीवनमा त्यसरी नै मेरो जीवनको ढोकाहरू खोलेको छ। किनभने परमेश्वर चाहिँ एउटा 3को 16लाई म दाबी गर्न चाहन्छु, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्, है। अनन्त जीवन पाउनको निम्ति परमेश्वरले चाहिँ यस संसारमा पुत्रको मानिसको भेष लिएर चाहिँ यस संसारमा आउनुभएको थियो भन्ने कुरा चाहिँ अनि भजनसँग 107को 20 पदलाई पनि म दाबी गर्छु। अनि परमेश्वरले चाहिँ अनि आफ्नो वचनहरू पठाएर हामीलाई चाहिँ निको पार्नु भएको कुराहरू आज हामी थाहा गर्न सक्छौँ। साँच्चै नै आज परमेश्वरको वचनहरू थिएन भने आज हामी कसरी आफ्नो जीवनमा चेन्जेस ल्याउन सक्छौँ, है। आज हामी चाहिँ आफ्नो जीवनलाई कसरी परिवर्तन गर्न सक्छौँ, आज हाम्रो हृदय, आज हाम्रो सानो हृदय आज हामी परमेश्वरलाई कसरी दिन सक्छौँ, है। आज हाम्रो परमेश्वरको वचनमा चाहिँ शक्ति छ प्रियहरू, शक्ति छ, है। अनि छुटकारा छ अनि विजय छ। अनि जब यो समस्यामा पर्थेँ, जब म निराशा हुन्थेँ, जब म एकदम दुःख एकदम, है, लास्ट लो कन्डिसनमा पुग्दाखेरि मैले भजनसँग 91लाई हेर्थेँ, भजनसँग 23लाई मैले हेर्थेँ। अनि मृत्युको अन्धकारमा हेर घाँटी भएर जानु परे तापनि तिमीहरू कुनै खतरादेखि डराउने छैनौ भन्ने परमेश्वरको वचनले भन्दथ्यो, है। अनि साँच्चै नै त्यो अवस्थामा, है, अनि शरीरमा छौ, संसारमा छौ, अनि जवान अवस्थामा हुँदाखेरि एकदम गाह्रो साह्रो हुन्छ, है। जब एउटा आफूलाई अलिकति सपोर्ट गर्ने मान्छेहरू मिल्दैन, आर्थिक कुराले चेपटो पर्छ, आफूमा त्यस्तै समस्या हुन्छ, साह्रो गाह्रो हुन्छ प्रियहरू, है। आज हामी चाहिँ यो गाह्रोमा चाहिँ आज हामी चाहिँ गिभअप गर्नुहुन्न, आज हामी चाहिँ हार्नुहुन्न, यसलाई चाहिँ विजय गर्नुपर्छ। आज यस्तो चुनौतीहरूमा चाहिँ आज हामी लड्न सिक्नुपर्छ। आज हामी जीवनमा किन हो त
गर्छन् है, भन्नु नभन्नु भन्छन्, तर पनि आज हामी चाहिँ के गर्नुपर्छ, सबै कुरा प्रभुमा समर्पित भएर हामी चाहिँ के गर्नुपर्छ, प्रभुमा जिउनुपर्छ है। अनि हुन्छ, मेरो गवाई चाहिँ यति नै छ है। अब मैले चाहिँ कसरी भने, मैले फर्स्ट टाइम भनेको मेरो टेस्टिमनी है। अनि हुन्छ, मैले चाहिँ छोटकरी भने। अनि म फेरि लास्टमा के भन्न चाहन्छु चाहिँ, अनि हाम्रो जीवनमा चाहिँ आज हामी शरीरमा छौँ, संसारमा छौँ, अनि गाह्रो साह्रो चुनौतीहरू आउँछ। हामी चाहिँ चुनौतीमा चाहिँ आज हामी विजय हुन सक्नुपर्छ प्रियहरू है। आज हामी चाहिँ हिम्मत चाहिँ हार्नुहुन्न है। मृत्युको अन्धकारमय घाटी भएर जानु पर्यो तपाईँ, त्यो अवस्थामा आज हामी चाहिँ प्रभुलाई चाहिँ पुकार्नुपर्छ। आज प्रभुसँग रह्यो भने, परमेश्वरको नजिकतामा रह्यो भने, प्रभुलाई पुकार्यो भने के हुन्छ त, आज हामी विजय हुन्छौँ। आज भजन सङ्ग्रह 91 को तपाईँ जब दुःखमा हुनुहुन्छ, जब कष्टमा हुनुहुन्छ, जब सङ्घर्षमा हुनुहुन्छ, जब पीडामा हुनुहुन्छ, जब वेदनामा हुनुहुन्छ, त्यो समयमा भजन सङ्ग्रह 91 हेर्नुहोस् प्रियहरू, तपाईँ मजबुत हुनुहुन्छ। जब सिमेन्टको खम्बा जस्तो तपाईँ खम्बा हुनुहुन्छ। किनभने आज हामी जवान राजा मानिसहरू चाहिँ एउटा मण्डलीको खम्बाहरू हौँ है, मण्डलीका शिरहरू हौँ। त्यसकारण चाहिँ आज हाम्रो परमेश्वर चाहिँ मण्डलीको शिर हुनुहुन्छ, तर परमेश्वरले मण्डलीको शिरले चाहिँ आज हाम्रो खम्बाको रूपमा पुनर्निर्माण गर्नुभएको छ। त्यसकारण चाहिँ आउनुहोस्, हामी चाहिँ छोटो प्रार्थना गर्नेछौँ। अनि म चाहिँ यो कुरालाई यहीँ राख्नेछु। आउनुहोस्, हामी प्रार्थना गर्नेछौँ। प्रभु येशू, म तपाईँ धन्यवाद दिँदछु, तपाईँले प्रभु सहायता सुरक्षा गर्नुभएको छ, अनुग्रह गर्नुभएको छ। हे प्रभु, आज कसरी कहाँबाट प्रभु तपाईँले प्रभु यसरी मलाई यसरी यो समय दिनुभयो, म प्रभु तपाईँ धन्यवाद दिँदछु। आज मेरो गवाई प्रभु, मैले हो प्रभु कति कुराहरू बुझ्नु भयो होला, कति कुराहरू मैले छुट्याएँ होला प्रभु, कति कुराहरू भने होला प्रभु, तपाईँले प्रभु सहायता गर्नुभएको थियो निम्ति तपाईँलाई धन्यवाद दिँदछु प्रभु। आज हामी साँच्चै नै प्रभु मलाई जस्तै, आज तपाईँको जनलाई जस्तै, तपाईँको चुन्नुभएको व्यक्तिलाई जस्तै प्रभु, आज यी मानिसहरूलाई पनि आज हामी संसारमा छौँ, शरीरमा छौँ, गाह्रो साह्रो अप्ठ्यारो पीडा वेदना सबलाई हुन्छ प्रभु। आज हामी धेरै भन्दा आज हामी परमेश्वरमा चुनेका जातिहरूलाई धेरै सतावटहरू आउँछ। यो सतावटमा चाहिँ परमेश्वरले विजय दिनुभएको। आज कतिपय मानिसले आज खुलेर भन्न सक्नु भएको छैन। यहाँ जतिजना प्रभु तपाईँको प्रियजनहरू आउनु भएको छ, यो प्रियजनहरूमा शक्ति हिम्मत वरदान दिनुभएको छ। किनभने आज जवान अवस्थामा आज हामी धन सम्पत्तिलाई खोज्छौँ, जसरी मैले विगतको दिनलाई प्रभु धन सम्पत्तिलाई खोजेको थिएँ। आज त्यो कारणले गर्दा आज म नष्टमा पुगेको थिएँ प्रभु, तपाईँले त्यागेका थिएँ। हो प्रभु, त्यो कुराहरूलाई प्रभु म सम्झँदै प्रभु स्मरण गर्दै प्रभु, आज प्रभु यी व्यक्तिहरूको निम्ति, आज यसरी आउनुभएको व्यक्तिहरूको निम्ति, तपाईँको प्रियजनहरूको व्यक्तिको निम्ति प्रार्थना गर्छु र सचेत गराउँछु। सबैभन्दा अगाडि माथि श्रेष्ठ ज्येष्ठ परमेश्वर हाम्रो आज तपाईँ परमेश्वर, तपाईँ त्रिएक परमेश्वर हुनुहुन्छ। तपाईँ पिता पुत्र पवित्र आत्मा हुनुहुन्छ प्रभुजी। आज हामी तपाईँलाई खोजी गरौँ। आज संसारमा हो प्रभु, आज हामी लाउनु खानुको लागि मात्र होइन, तपाईँको प्रेमलाई पनि आज हामी खोजी गरौँ प्रभु। म तपाईँलाई प्रभु धन्यवाद दिँदछु। आज यस्तो अवस्थामा तपाईँले विजय दिनुहोस् प्रभु। आज हामी धेरै निराशामा हुन्छौँ, धेरै कष्टमा, धेरै कठिनाइमा, धेरै समस्यामा, धेरै बिमारीमा। ओ प्रभु, यो समयमा यो समयको अवधिभरिमा प्रभु तपाईँले विजय दिनुहोस्, हिम्मत दिनुहोस्, शक्ति दिनुहोस्, वरदान दिनुहोस् प्रभु। आज हामीलाई प्रभु तपाईँको अनुग्रहले तपाईँ कृपाले परिपूर्ण गर्नुभएको। ओ प्रभु, त्यो समय प्रभु, ओ प्रभु सबैलाई प्रभु तपाईँको छोराछोरीलाई तपाईँको वचनहरू हेर्ने अनि प्रार्थना गर्ने, तपाईँको प्रेमलाई ओ प्रभु महसुस गर्ने। ओ प्रभु तपाईँले हृदय तपाईँले हालिदिनु भएको। थ्याङ्क्स लर्ड पिता पुत्र पवित्र आत्मा। भजन सङ्ग्रह 91 को एक एक वचनलाई म सम्झन्छु, अनि भजन सङ्ग्रह 23 को एक एक पदलाई म वचनलाई प्रभु सम्झन्छु, अनि ओ प्रभु भजन सङ्ग्रह 107 को 20 पदलाई म सम्झन्छु। तपाईँको वचनहरू पठाएर प्रभु आज हामी ओ प्रभु, आज हामी रोगीहरूलाई प्रभु तपाईँ निको पार्नु भएको कुरा आज हामी थाहा गर्दछौँ। थ्याङ्क्स लर्ड पिता पुत्र पवित्र आत्मा। सारा आदर, सारा इज्जत, सारा मान सम्मान प्रतिष्ठा भक्ति प्रशंसा सदैव प्यार गर्ने, सदैव वास्ता, सदैव फिक्री माया दया गर्ने प्रवेश प्रेसको नाउँमा आमेन। हुन्छ, यो समय चाहिँ म फेरि पनि दिदी दाइलाई दिन चाहन्छु।